तपाईँको क्षेत्रमा बाटो विस्तार भइरहेको छ या बाटो विस्तार भइसकेको अवस्था छ? यदि छ भने त्यसमा तपाईँलाई न्याय भएको छ कि छैन, त्यो विषयमा अब आज म जानकारी दिन गइरहेको छु। सबभन्दा पहिले नेपालको संविधानको धारा 25ले सम्पत्तिको हकको व्यवस्था गर्यो। त्यसको उपधारा 3 ले के भन्यो भने सार्वजनिक हितका लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐन बमोजिम हुनेछ भन्यो। अब त्यही विषयमा क्षतिपूर्तिको हकमा चाहिँ के अरे जग्गा प्राप्ति ऐन 2034 को दफा 3 ले के भन्यो भने सार्वजनिक कामको लागि जग्गा प्राप्त गर्ने नेपाल सरकारको अधिकार भन्यो। अब नेपाल सरकारले सार्वजनिक हितको लागि जग्गा प्राप्त गर्न सक्ने भयो। तर त्यो जग्गा प्राप्त गर्दाखेरि के भन्छ भन्दाखेरि यस ऐन बमोजिमको मुआवजा दिने गरी नेपाल सरकारले जुनसुकै ठाउँको जतिसुकै जग्गा प्राप्त गर्न सक्नेछ, मुआवजा दिनुपर्छ। अब सार्वजनिक बाटो भनेको सरकारको नाममा जान्छ। तपाईँ हाम्रो लालपूर्जामा भएको जग्गा नै सरकारको नाममा नक्सामै जान्छ। त्यसो हुँदाखेरि सार्वजनिक हितको लागि त्यो प्रयोग भयो। त्यो बाटो बनाउनको लागि बाटोको लागि दिएको जग्गा हाम्रो के हुन्छ त भन्दाखेरि सार्वजनिक हितको लागि प्रयोग भयो र हाम्रो व्यक्तिको सम्पत्तिको हक नै काटिएको अवस्था हुन्छ। त्यसो हुँदाखेरि कुनै पनि बाटो विस्तार गर्दा चाहिँ सरकारले मुआवजाको व्यवस्थापन गरेर मात्रै बाटो विस्तार गर्नुपर्छ, जग्गा प्राप्ति गर्नुपर्छ, जग्गा प्राप्ति गरिसकेपछि मात्रै बाटो विस्तार गर्नुपर्छ भन्छ। त्यो विषय चाहिँ कसले पनि भन्छ भन्दा सार्वजनिक सडक ऐन 2031 को दफा 4 ले पनि बाटो विस्तार गर्नको लागि जग्गा प्राप्ति ऐन बमोजिम जग्गा प्राप्त गरेर मात्रै गर्नुपर्छ भन्छ। त्यसमा चाहिँ क्षतिपूर्ति जग्गाको मुआवजा दिने कुरा गर्छ र स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 45 ले पनि के भन्छ भने स्थानीय तहले पनि सेटब्याकमा पर्ने जग्गा र त्यो सेटब्याकभित्रमा बनेका संरचनाको पनि क्षतिपूर्ति दिएर मात्र बाटो विस्तार गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ। अब अर्को कुरा के छ भन्दाखेरि जग्गा प्राप्ति ऐन 2034 को दफा 11 ले के भन्छ भने यदि तपाईँको जग्गा बढी मिचिया छ अथवा बढी चाहिँ अधिग्रहण गरिएको छ मापदण्डभन्दा अगाडि बढी अथवा तपाईँको जग्गा चाहिँ मिच्नुपर्ने अधिग्रहण गर्नुपर्ने होइन भन्ने तपाईँलाई लाग्यो भने तपाईँको त्यो जग्गा अधिग्रहण गर्ने अधिकारीले सार्वजनिकको गरेको सूचना पास गरेको 7 दिनभित्रमा स्थानीय अधिकारी भनेको नेपाल सरकारले तोकेको अधिकृत वा प्रमुख जिल्ला अधिकारी मार्फत चाहिँ गृह मन्त्रालयमा सिधै उजुर गर्न सक्नुहुनेछ भनेर त्यो जुन जग्गा प्राप्ति ऐनको दफा 11 ले व्यवस्था गर्यो। त्यसपछि गृह मन्त्रालयले चाहिँ त्यो सबै कुराहरू छानबिन गरेर चाहिँ प्रमाणहरू बुझेर 15 दिनभित्र त्यो विषयमा निर्णय दिनुपर्छ भनेर कानुनी व्यवस्था गरेको छ। अब यसै सन्दर्भमा बाटोको हकमा मुआवजा दिएर मात्र विस्तार गर्नुपर्छ भन्ने विषय चाहिँ यो सानु श्रेष्ठ समेत विरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषद सचिवालय समेत भएको रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले के भन्यो भन्दाखेरि नियमित कार्यको रूपमा सम्पन्न गर्नुपर्ने विकास निर्माण र सोको पूर्वाधारको निर्माणको लागि जग्गा प्राप्त नगरी सरकारको अधिकार सिर्जना रहँदैन हुने वा सरकारको अधिकार सिर्जना हुने वा प्राप्त जग्गाको मुआवजा दिन नपर्ने भन्ने कल्पनासम्म पनि गर्न सक्ने अवस्था रहँदैन। सम्पत्तिको सुरक्षा प्रत्याभूत गर्ने संवैधानिक र कानुनी व्यवस्थाको प्रतिकूल कार्य गर्न सकिन्छ भनी मान्यता प्रदान गर्ने हो भने सरकार र माताहत निकाय वा शासनको सिद्धान्तको प्रतिकूल माताहत निकाय वा पदाधिकारीको इच्छा र चाहनाले कानुनमाथि शासन गर्न पुग्दछ जो सर्वथा कानुनी शासनको सिद्धान्त प्रतिकूल हुन जान्छ भन्ने सिद्धान्त प्रतिपादन भएको छ। त्यसकारण क्षतिपूर्ति बिना जनताको जग्गा अधिग्रहण गर्न मिल्दैन भन्ने चाहिँ यो सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको व्याख्याले स्पष्ट गर्यो। त्यस्तै अर्को सम्मानित सर्वोच्च अदालतको अर्को मुद्दामा के भन्यो त भन्दाखेरि पीडित व्यक्तिहरू बाटो क्षतिपूर्तिको माग पनि गरे बाटो दुवैतिर बराबर गरिदिनु पर्यो भनेर माग दाबी लिएर सम्मानित सर्वोच्च अदालत गएको अवस्था थियो। त्यसमा सम्मानित सर्वोच्च अदालतले के भन्यो भन्दाखेरि बाटो विस्तार लगायतका विकास निर्माणका कार्यहरू गर्दा सहमतिमा अन्यथा भएकोमा बाहेक दायाँ बायाँ पर्ने दुवै पक्षको बराबर जग्गा पर्ने गरी नै गर्नु न्यायोचित हुने भन्ने चाहिँ व्यवस्था गर्यो। अब स्थानीय निकायले होस् या सरकारले होस् बाटो विस्तार गर्दाखेरि नक्साको नापी कार्यालयको नक्साको बाटो जुन देखाइएको छ त्यो बाटोको सेन्टरबाट दायाँमा जति लिन्छ बायाँमा पनि त्यति नै लिने हो
बाटोको चौडाइको मापदण्ड अनुसार र दायाँ बायाँ भेदभाव गरेर लिन हुँदैन, बराबर लिनुपर्छ भन्ने सम्मानित सर्वोच्च अदालतबाट नजिर स्थापित भइसकेको छ। तर अब अहिले जनताकोहरूको गुनासो के छ भन्दाखेरि स्थानीय तहले जुन बाटो विस्तार गर्छ त्यो बाटो विस्तार गर्दा हामीले हाम्रो जग्गा आफ्नो स्वामित्वको जग्गाको बाटो दिँदा पनि स्थानीय निकायका व्यक्तिहरूले राजनीतिक दबाव प्रभावका कारणले गर्दाखेरि एक साइड मात्र पेलेर लाने गरेको र एक साइडमा मात्रै बाटो विस्तार गर्ने गरेको र एकापट्टिको व्यक्ति पीडित भइरहेको अर्को व्यक्ति लाभान्वित भइरहेको भन्ने गुनासो आएको छ। स्थानीय निकायका पदाधिकारीहरूको हकमा नियन्त्रण गर्ने, ती जनताहरूलाई परेको मार्का सुन्ने ठाउँ भएन, गुनासो भएन भन्ने चाहिँ गुनासो आइरहेको छ। यो विषयमा चाहिँ स्थानीय निकायले बाटोको सेन्टरबाट दायाँ बायाँ बराबर गरेको छैन र त्यहाँ भेदभाव गरेको रहेछ भने स्थानीय निकायका पदाधिकारीहरूलाई चाहिँ के कारबाही हुने, कसरी उजुरी गर्ने भन्ने विषयको चाहिँ ग्याप रहेको अवस्था सिर्जना भएको छ। यो विषयमा चाहिँ संसदको ध्यानाकर्षण होस् भन्ने चाहना चाहिँ सबै जनताहरूको माग रहेको छ र धेरैजसो सेन्टरबाट दायाँ बायाँ बराबर लगेन भनेर धेरै ठाउँमा चाहिँ जनताहरू बिचमा एक आपसमा झडप हुने, झैझगडा हुने परिस्थिति सिर्जना भइरहेको हुनाले यो विषयमा चाहिँ तत्काल संसदले सम्बोधन गरोस् भन्ने हाम्रो निवेदन माग गराइ छ। धन्यवाद।